रोजगारी गर्न भारत आएका बुवा छोरा एकै पटक सम्पर्क विहीन, परिवार चिन्तामा, खोजीमा सहयोग गरिदिन हार्दिक अनुरोध। भारतको हरियाणा राज्यको सोनीपत नजिक इन्डस्ट्रियल एरियाबाट दार्चुलाका बुवा छोरा रहस्यमय ढङ्गले बेपत्ता भएपछि नेपाल र भारतमा रहेका उनका आफन्तहरू निकै चिन्तित भएका छन्। दार्चुला शैली शिखर नगरपालिका वडा नम्बर 7 का स्थायी बासिन्दा हरिदत्त जोशी र उनका छोरा दिपेन्द्र जोशी गत 9 दिनदेखि रहस्यमय ढङ्गले सम्पर्क विहीन भएका छन्। तस्बिरमा देखिएका बुबा हरिदत्त जोशी र छोरा दिपेन्द्र जोशीलाई यदि तपाईहरूले भारत वा नेपालको कुनै पनि स्थानमा देख्नु भएको छ भने वा स्वयं हरिदत्त जोशी र दिपेन्द्र जोशीले यो भिडियो हेरिरहनु भएको छ भने कृपया तल स्क्रिनमा दिएका सम्पर्क नम्बरहरूमा फोन गरेर जानकारी दिनुहोला। सम्पूर्ण नेपालीहरूले यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर खोजी कार्यमा सहयोग गर्नुहोला। जानकारीका अनुसार बेपत्ता बुवा छोरा हरिदत्त जोशी र दिपेन्द्र जोशी बेंगलोरमा रोजगारी गर्दै गरेकोमा हरियाणामा रोजगारी गर्ने भन्दै नातामा अङ्कल पर्ने गणेश ओझा कहाँ आए। उनीहरू 29 डिसेम्बर 2025 का दिन सोनीपत मुरथल नजिक बडी इन्डस्ट्रियल एरिया गन्नौरमा काम गर्ने भन्दै आएका थिए। बुवा छोरा एक रात अङ्कल गणेश ओझाको कोठामा बसेर अर्को दिन गन्नौरमै काम गर्ने उद्देश्यका साथ अलि टाढा कोठा पनि लिए। दुवैजनाले अर्को दिन 30 तारिकका दिन एक कम्पनीमा नाइट शिफ्टमा काम पनि गरे। तर त्यसको भोलिपल्ट एकाएक उनीहरू काम मन नपरेको कुरा चिन्जानकै अर्कै व्यक्तिलाई बताएर हिँडेको र त्यति नै बेलादेखि उनीहरू सम्पर्क विहीन भएको बताइएको छ। जानकारीका अनुसार बेपत्ता बुवा छोरासँग भारतको सिम कार्ड पनि नभएकाले उनीहरू फोन सम्पर्कमा छैनन् भने छोरा दिपेन्द्र भने म्यासेन्जरको माध्यमले सम्पर्कमा हुने गरेको भए पनि अहिले त उनीसँग पनि सम्पर्क नभएकोले उनीहरू कहाँ होलान्, के गर्दै होलान् भन्ने चिन्ता सम्पूर्ण आफन्त जनमा रहेको छ। दर्शकबिन, दार्चुलामा रहेका भाइ पदमराज जोशीले तस्बिरमा देखिएका दाइ हरिदत्त जोशी र भतिजा दिपेन्द्र जोशीलाई कोही कसैले कतै देखेको भए तल स्क्रिनमा देखिएका मोबाइल नम्बरहरूमा जानकारी दिन अपिल गर्नु भएको छ। सम्पूर्ण आमा बुवा तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ। दार्चुला जिल्ला शैलशिखर नगरपालिका 7 बस्नुहुने हाल रोजगारीको सिलसिलामा दाई हरिदत्त जोशी वर्ष 36 का र भतिजा दिपेन्द्र जोशी वर्ष 20 का इन्डिया दिल्ली हरियाणा ल्याडी भन्ने ठाउँमा आफ्ना आफन्त गणेश ओझा र श्यामराज जोशीको कम्पनीमा 28 तारिक काम गरेको र सोही ठाउँ रुम पनि लिएको र त्यहाँबाट 29 तारिक एकाएक सम्पर्क विहीन हुनुभएकाले सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु। म उहाँको भाइ पदमराज जोशी र मेरो वाट्सएप नम्बरमा सम्पर्क गरिदिनु होला। मेरो वाट्सएप नम्बर रहेको छ 9036990293 र नेपाली नम्बर रहेको छ 9864633830 मा सम्पर्क गरिदिनु हुन हार्दिक अपिल गर्दछु।